हेलो गाइस, वेलकम ब्याक टु आवर च्यानल। आज चाहिँ हामीहरू जानेवाला छौँ पानीपुरी खान। हेलो मामु। हेलो। हामी चाहिँ घर बस्दा बस्दा पुरा दिक्क भयौँ, बोर भएर अनि हामी चाहिँ एकैछिन यहीँ तल जाँदैछौँ। के गर्न? पानीपुरी खान। पानीपुरी खान। यस, पानीपुरी खान, चटपटे खान जाँदैछौँ। स्टे ट्युन गाइस। अब चाहिँ गर्मी लागिसक्यो हेटौडामा चाहिँ। छोरो घुम्दियो त एकचोटि सर र। यस, फुलै फुलको बगैँचामा मेरी माया। यता हेर, एक्साइटेड? यता हेर न, हेरेर भन न। यस, कसको इच्छा यो? मेरो। हातले छेक्यो हौ। कसको इच्छा? मेरो। यस। अब चाहिँ हामी जाँदैछौँ। यस, घरमा कोही पनि छैन नि, त्यही भएर तालचा नै लगाएर जानुपर्छ है गाइज। मेरो छोरी चाहिँ तालचा लगाउँदैछ। अब हामी छौँ त्यो रेड येल्लो येल्लो बिल्डिङ देखिरहनु भएको छ नि पछाडि, त्योभन्दा अलिकति तल जान्छौँ हामी चाहिँ। टाढादेखि पुरा हिँड्दै 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 यो घाममा यो चटपटे पसल आएको यो सानो घुम्ती, तर यो घुम्ती नै बन्द रहेछ। अब चाहिँ हामी जान्छौँ, यो बन्द रहेछ। अब चाहिँ यस्तो चर्को घाम लागिसकेको छ नि साथीहरू। तासिर बोर्डिङ देख्न सक्नुहुन्छ यहाँनिर। पुरै चर्को घाम लागिसकेको छ। अब त भोलिको दिनदेखि चाहिँ लास्टै गर्मी भएको छ। बिहान बेलुका चाहिँ चिसो चिसै छ, तर दिउँसो चाहिँ गर्मी छ हेटौडामा चाहिँ। अनि पुरै धुमधुम्ती यस्तो कुहिरो लागेको जस्तो छ दिन चाहिँ। फेरि गर्मी चाहिँ गर्मी नै छ। यहाँ छिन् मेरी सानी। बोल त छोरो। किन? अलिअलि बोल्नुपर्छ कि तिमी पनि, अनि भोलि पर्सि हेर्नलाई हुन्छ नि त। हेलो बेबी, के छ? ठिकै छ। यता हेर, कहाँ जान थालेको हामी? आज आमाले के अरे घुम्न जाने भनेको, सेटेलाइट के पो छ अरे, घुम्न पाउँदैन अरे। त्यसले गर्दा मुड खराब भयो। अनि यता पानीपुरीको पसल पनि बन्द रहेछ, अनि त्यो पनि मुड खराब भयो। मुड खराब भयो। अब के चाहिँ हुन्छ, अब उता परतिर पायो भने चाहिँ फेरि मुड खराब सब हराउँछ। हामी सायद सोनाम मामाको घरतिर पुगेर फर्केर आउँछौँ होला है। ओके, हामी त्यहाँ पुग्छौँ होला सायद। आमा एक्लै होइसिन्छ होला त्यहाँ पनि। आमा आफ्नो टोलीसँग होइसिन्छ। बाख्रा टोली हो। टोली यतातिर चाहिँ घरहरू पनि दामी दामी बनिसकेको छ है साथीहरू। मामु, यता 7 नम्बर एरिया हो यो सबै। मामु, अनि खाली जग्गाहरू पनि छ यता साइडमा। बल्ल हामी चाहिँ यहाँनिर पानीपुरी